नदाइडाब असीमित धार्मिक महत्त्व अनि अनगिन्ती पहाडको शिर, दूर दराजका मानिस पुगेर भाकल र वरदान माग्ने ठाउँ, जसलाई तीर्थालुहरूले पवित्र स्थल मानेको छन्। आज हामी त्यही पवित्र स्थलबारे निश्चित ठाउँमा पुगेर भाकलसहित एक्सप्लोर गर्नेछौँ। बेहुलीडुङ्गा, जिउलीपाटन, ठाडीपाटन, धर्मशाला अनि बेहुलीडुङ्गा सडक खण्ड पनि यसै भिडियो मार्फत देखाउनेछौँ। नमस्कार, आउनुहोस् आज सँगै जुम्ला जाजरकोट सिमाना क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय स्थल नदाइडाब घुमौँ। नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी हेमन्त साई। आज चाहिँ हाम्रो यात्रा चाहिँ जुम्ला तातोपानी आटुटोप्लादेखि धार्मिक तथा पर्यटकीय स्थल नदाइडाब हामी छौँ। आउनुहोस्, हामी सँगसँगै तपाईँले पनि हाम्रो साथमा यात्रा गरिदिनुहोस्। कस्तो हुन्छ भिडियो अन्तिमसम्म हेरिदिनु होला। हामीले हाम्रो यात्राको सुरु इमिल्चादेखि गऱ्यौँ। हुन त हाम्रो यात्रा टोप्लादेखि थियो, कारणवश हामीले भिडियो लिन सकेनौँ अनि इन्जिनको आवाजसँगै हावाको सुस्केरा र बाटोभरि फैलिएको प्राकृतिक सौन्दर्य हेर्दै आफ्नो गन्तव्यतिर लाग्यौँ। यो यात्रामा हामीले कुहिरोले ढाकेका हरिया डाँडापाखा, पाटनको हरियो बुकी, भेडा र घोडाको बथान भने हामीले पक्कै देख्ने छैनौँ अनि देखाउन सक्ने छैनौँ। हामीले त यो यात्रामा केवल हिउँले ढाकेका सेतामे हिमाल, सुकेका बुकी पाटन, उराठ लाग्दा फाँट मात्र देख्नेछौँ, किनकि कार्तिक महिनाको भारी वर्षाको कारणले यो क्षेत्रमा भने हिमपात भएको थियो। इमिल्चा छाडेको केही छिनपछि हामी बाँझो चौर पुग्यौँ। यो चौरमा सुनसान थियो। चरण क्षेत्र भएकोले बर्खायामको समयमा घोडा भेडाको बथनले यो चौर भरिभराउ हुन्छ। धुलो र हिलोले बिगारेको त्यो अप्ठ्यारो बाटोलाई हाम्रो मनभित्रको रहरले सजिलो मान्दै हामी यात्रातिर अगाडि बढ्यौँ। बाँझो चौर धुपा हुँदै एकैछिनपछि हामी धर्मशाला पुग्यौँ। सो यात्राको क्रममा अहिले चाहिँ हामी धर्मशाला छौँ। पछाडि चाहिँ देखिराख्नु भएको छ, यो पछाडि चाहिँ विभिन्न घरहरू छन्। यो चाहिँ धर्मशाला हो। यो चाहिँ बस्नको लागि बनाएको यहाँ राम्रो व्यवस्था छ र आउने पर्यटकहरूको लागि चाहिँ यहाँ होटेलको व्यवस्था पनि एकदमै राम्रो छ। र आउने समय चाहिँ यो नभएर चाहिँ आउने समय चाहिँ साउन भदौको पूर्णिमाको बेला चाहिँ एकदमै राम्रो र उत्तम समय हो। र आज चाहिँ हाम्रो यात्रामा चाहिँ नदाइडाब पुग्ने एउटा डेस्टिनेसन हो र यात्रा गरिरहेको छु। सेताममे हिउँले ढाकिएको बुकीपाटन अगाडि अनिश्चित र कठिन बाटो, तर साहस बोकेर मोटरसाइकल हाँक्दै हामी दो बाटोसम्मको यात्रा आइपुग्यौँ।
दोबाटोमा केही घरहरू पनि छन् जसलाई होटेलको रूपमा सञ्चालन गरिएको छ। यसले गर्दा जुम्ला जाजरकोट जाने पैदल यात्रीहरूलाई बास बस्न निकै सजिलो भएको छ। हामीले पनि यसै ठाउँमा केही छिन भए पनि विश्राम गर्यौँ। अहिले चाहिँ हामी दोबाटोमा छौँ। अब अझै पनि 2 घन्टा लाग्छ होला। अनि यहाँ चाहिँ दोबाटो किन भनिएको भने चाहिँ यो माथिल्लो बाटो चाहिँ कुसेतिर जाने हो भने चाहिँ यो तल्लो चाहिँ जुनीतिर जाने हो। यो चाहिँ दोबाटो हो। दोबाटोको यहाँ होटेल सोटेल व्यवस्था छ। साथै सेवा सुविधा लिन चाहिँ यहीँ आउनु होला होइन। धेरै भिडियोहरूमा पनि देखाउन सकिन्न। यो चाहिँ ब्याउली सडक खण्ड पनि भनेर भन्छ है यसलाई। 10-15 मिनेट पछिको छोटो विश्राम हामी फेरि हिउँले ढाकिएको बाटोतर्फ लाग्यौँ। कतै बाइक चलाउँदै त कतै धकेल्दै त्यसै कठिन यात्रा मार्फत गन्तव्यतिर अघि बढ्यौँ। सो अहिले चाहिँ हामी नदाई डाबको आसपासमा आइसकेका छौँ। आज चाहिँ हाम्रो बाइक यात्रा चाहिँ अहिलेको लागि चाहिँ यहीँ रोकिन्छ र केही बेरपछि हामी चाहिँ 15-20 मिनट अथवा समथिङ आधा घन्टा जति हिँडेर चाहिँ हामी नदाई डाब पुग्छौँ। त्यसपछि हाम्रो भाकल सुरु हुन्छ। अहिले चाहिँ हामी नदाई तालमा चाहिँ पुगिसकेछौँ। अब हाम्रो भाकल साकल सुरु हुनेछ। अनि केही साथीहरू चाहिँ पछाडि हिँड्दै गर्नु भएको छ भने केही साथीहरू चाहिँ हामी नदाई तालमा पुगिसकेका छौँ। कर्णालीको शान्त मुटु जहाँ हावाको हरेक झोक्काले पनि आत्मासँग कुरा गर्छ, त्यही कतै लुकेको छ एक पवित्र स्थल नदाई डाब हो। नदाई डाब जुम्ला जिल्ला तातोपानी गाउँपालिका 8 टोप्ला क्षेत्रमा अवस्थित एक उच्च हिमाली डाब हो। नदाई डाब समुद्रको सतहदेखि करिब 4200 मिटरको उचाइमा अवस्थित छ। भौगोलिक रूपमा हेर्दा यो क्षेत्र हिमाली जलस्रोत, मौसमी र प्राकृतिक डाबहरूको श्रृङ्खलाभित्र पर्दछ। नदाई डाब धार्मिक तथा पर्यटकीय हिसाबले अत्यन्तै प्रसिद्ध छ। नदाई डाब प्राकृतिकको गर्व र कर्णालीको आत्मा पनि हो। सो अहिले चाहिँ हामी नदाई तालको वरिपरि हिँडिरहेका छौँ। यो नदाई ताल चाहिँ एकदमै पवित्र स्थल भनेर चिनिएको छ। यो चाहिँ समुद्रको सतहदेखि करिब 4000 मिटर भन्दा माथि नै छ। यो देख्नुहुन्छ पछाडिको दृश्य एकदमै रमाइलो छ। हाम्रो चाहिँ एकछिनपछि चाहिँ पूजापाठ हुन्छ अनि भाकल साकल गरेर हामी चाहिँ फेरि फर्किनेछौँ। तपाईँ देख्न सक्नुहुन्छ यो यति राम्रो ताल पनि छ, मन्दिरहरू पनि छ यहाँ। यो चाहिँ नदाई ताल हो भनेपछि यहाँभन्दा चाहिँ पछाडि उतापट्टि छ ताल।
यो डाब वरिपरि फैलिएको बुकीपाटन केवल हिउँले ढाकिएको मैदान होइन, यहाँ 32 कोटी देवताको बास रहेको विश्वास छ। सेतो हिउँले ढाकिएको यो पवित्र ठाउँमा बस्दा शान्ति र श्रद्धा नै महसुस हुन्छ। नदाई डाब वरिपरि हिमाल र सेतो हिउँले ढाकिएको छ र बिचमा निलो चम्किलो कञ्चन डाबले जीवन्तता थपिरहेको छ। हिउँको मौनता र डाबको निलो जलको चमक मिलेर यहाँको सुन्दर दृश्यलाई स्वर्गीय अनुभूति बनाउँछ। विशेष गरी जनै पूर्णिमाको समयमा यहाँ स्नान गर्ने परम्परा पुस्तौँ पुस्तादेखि चलिरहेको छ। नदाई डाबको पानीले नुहाउने र सत्य मनले प्रार्थना गर्यो भने उसको मनोकामना पुरा हुन्छ। यही विश्वासले कठिन बाटो, कठोर चिसो र हिमपातको व्यवस्था गर्दै तीर्थालुहरू यहाँसम्म आइपुग्छन्। जनै पूर्णिमाको समयमा जाजरकोट, जुम्ला र दैलेख जिल्लाबाट हिन्दू धर्मावलम्बी तीर्थालुहरू यहाँ आई स्नान गर्ने प्रचलन छ। आज पनि परम्परा जीवित नै छ, जसले नदाई डाबको धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्त्वलाई पुष्टि गर्दछ। तर स्थानीय सरकारको व्यवस्था र युवाहरूको चासोको कमीले यस्ता सुन्दर ठाउँहरू आज पनि ओझेलमै छन्।